हेलो 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 गुड मर्निङ के छ तपाईँहरूको हालखबर निकै न्यू भिडियोमा स्वागत छ मेरो बहिनीले फोन गर्यो एकैछिन है म फोन गरिरहेको थिएँ सो किन फोन गरेर भन्दाखेरि आज चाहिँ मेरो भाइको प्यारेन्ट्स डे छ अरे सो अनि यहाँबाट चाहिँ नजिकै छ जमलमा नाचघरमा उनीहरूको प्रोग्राम रहेछ अब चाहिँ म यहाँबाट जमलतिर जान्छु होइन अनि त्यसपछि त्यहाँ बहिनीलाई फोन गर्छु अनि बहिनीले फोन रिसिभ गरेपछि अनि म चाहिँ त्यहाँ हलभित्र छिर्छु थाहा छैन मलाई होइन सो लेट्स गो अब बाटोमा भेटौँ अब गोप्रोमा चाहिँ त्यो हिजोको मैले भिडियो हालेको थिएँ राम्रोसँग साउन्डै नआउँदो रहेछ कुदाएपछि हावाले पुरा खाने रहेछ त्यही भएर अब मैले चाहिँ कनेक्टर लिनु पर्छ कि जस्तो मलाई सोच आइरहेको छ होइन लेट्स सी के हुन्छ पैसा जम्मा गर्नुपर्छ त्यसको लागि त्यही हो अब यहाँबाट चाहिँ निस्क्यौँ अनि बाटोमा अलिअलि देखाइदिउँ यहाँबाट 5 मिनट जस्तोको बाटो हो जमल 5 मिनट पनि छैन होला बाइकमा त्यही पनि लेट्स सी अब हामी लाग्नुपर्ने हुन्छ हामी चाहिँ लागौँ बिस्तारै बिस्तारै कुदाउँ है भर्खरै स्टार्ट गरिरहेको छु ल ग्लोभ चाहिँ लाउनु रहेछ यार घाम छ क्या घामले गरेर हो गरी महिना आइसक्यो त्यही भएर ग्लोभ चाहिँ चाहिन्छ है आज म बिस्तारै कुदाउँछु किनभने बिस्तारै कुदाएर बेसकन बोल्नुपर्ने छ कि जोडले बोल्नुपर्ने छ किन भन्दाखेरि चाहिँ हिजो मैले ठिक्कको आवाज बोलिरहेको जस्तो लाग्यो क्या तर अनि कुदाउँदाखेरि चाहिँ हावाले सबै साउन्डहरू काट्दियो क्या अनि मैले कति क्लिपहरू त काट्नु पऱ्यो है सो हिजोको भिडियो चाहिँ कस्तो कस्तो भइरहेको थियो होला ठिकै छ त्यही पनि आज म अलिक जोडले बोल्छु बिस्तारै कुदाउँछु ल किनकि यहाँबाट त्यहीँ 5 मिनटको बाटो हो यसो हेरौँ न मेरो भाइले कसरी नाच्दो रहेछ कसरी गाउँदो रहेछ तर खै उसको के प्रोग्राम छ मलाई थाहा छैन है उसको पर्फर्मेन्स के छ ए फेरि जोस जसमा झन्डै पनि भडार्न लगाइरहेको थियो ठिक छ बिस्तारै जाउँ बेसकन बोलेर है त यो चाहिँ मैले दिमागमा राखिराख्नु पर्ने हुन्छ क्या अब कनेक्टर नकिनिन्जेलसम्म अनि एउटा लङ राइड आउँदैछ जस्तो लागिरहेछ मलाई है लेट्स होप राम्रो होस् होइन ल कस्तो मुस्किल आइसक्यो यहाँ बिस्तारै जाउँ जानु 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 आज हामी बिस्तारै जान्छौँ किनभने हतारै छैन यहाँबाट त्यहाँ पुगिहाल्यो क्या हामी पुग्न लागिसक्यो यतासम्म ठिक छ यो बाङ्गेमुडाको बाटो चाहिँ बनाउनै पर्ने भयो क्या लास्टै खत्तम भयो यो त वाइल्डै छ क्या हेर्नु एक त यहाँ यस्तो जाम हुन्छ होइन चारतिरको बाटो भएर झन् त्यही माथि बाटो पनि यस्तो खाल्टाङ खुल्टुङ भएपछि स्मुथली जानु पाउँदैन नि त त्यो ठोकिन्छ कि भनेर बचाउने चक्करमै झन् ढिला हुन्छ क्या बिस्तारै बिस्तारै गएर ए यहाँ मेरो काम थियो अहिले एकछिनपछि आउनु पर्ला चाबी बनाउने ठाउँमा मेरो एउटा काम छ क्या र हामी अहिले एकछिनपछि आउँछौँ त्यहाँ अलिक जोसले बोल्नुपर्छ है मैले हिजोको जस्तै हुन्छ फेरि नभए बोल्दा बोल्दा म फेरि कनेक्टर राख्नुसम्म फेरि सर्को बोल्न बानी भइराख्ला बोल्ने बानी भइराख्ला यहाँबाट घुमाउँदा हामी चाहिँ अवसरमा आइसकेको छौँ यहाँबाट त त्यहीँ हो जमल होइन हुन त म अहिलेसम्म नाचघर त पुगेको छुइनँ छिरेको छुइनँ हाम्रो स्कुलबाट पनि 1-2वटा प्रोग्राम भयो होला पहिला तर त्यतिखेर पनि भएन आज छिरौँ है त कस्तो रहेछ त्यो सुतेको त्यही पनि कस्तो निन्दा लागिरहेको आएन ओहो म्यासेज गर्नु पऱ्यो यार म्यासेजै गर्नु बिर्स्यो टेक्स्ट गर्नु पऱ्यो टेक्स्ट पठाउनु बिर्स्यो ठिकै छ अब यहाँ कहाँनिर हो क्या यहाँ राख्ने ठाउँहरू मलाई थाहा छैन क्या बाहिर राख्नुपर्छ कि त्यसको पाउँछ नाच गर्न भन्ने फुलदुली लागिरहेको छ ए प्रोग्राम यहीँ भइरहेको हो तर पार्किङ कता हो उता साइडमा स्कुलको होइन होइन त्यो बच्चाको स्कुलको क्या हजुर हजुर Oh my God
पार्किङ त कहाँनिर राखेँ होला मैले फेला पारे सबभन्दा कर्नरमा पाएँ मैले ठिक नट ब्याड अब यहाँबाट चाहिँ हामी निस्क्यौँ अनि त्यसपछि अगाडि गएर भेटौँ कतानिर अङ्कुल ल भराङ अगाडि त्यो हल जाने बाटो ल खै सुरु भइसक्यो भाइको चाहिँ भएको छैन अब ग्रेजुएसन भइरहेछ नर्सरीको सक्यो अब त्यही हो जेकेजीको र कति बजीसम्म खोइ यसमा पास आउट भएर जाने सम्पूर्ण नानी बाबुहरूलाई आजको एकदम रमाइलो दिन रमाएर अब स्कुलमा जाँदै हुनुहुन्छ प्राइमेरी स्कुलमा जाँदै हुनुहुन्छ सबैजना हजुरको साना साना नानी बाबुहरू अब ठुलो भइसक्नु भएछ हजुरहरूले यहाँ स्कुलमा सानो कोपिला बनाएर पठाउनु भएको थियो र हाम्रा टिचरहरूको मेहनतबाट हजुरहरूको कोपिलालाई फुल बनाएर फेरि एकचोटि हजुरहरूलाई नै हस्तान्तरण गर्दैछौँ र हामीले फुलाएको फुलहरूलाई हजुरहरूले फुलबाट अब फल पनि आउँछ भन्ने आशा गर्दै सबै नानी बाबुहरूलाई फेरि एकचोटि बधाई दिन चाहन्छु टु अल द लिटल फ्लावर्स कङ्ग्रेचुलेसन्स अल अफ यु एसकेजीका नै नानीहरूले हजुरहरूलाई एउटा नेवारी डान्स गरेर देखाउँदै हुनुहुन्छ र उहाँहरू हुनुहुन्छ साक्षी मानन्धर रुचाङ शेर्पा आन्वी भुसाल दावा दुर्से तामाङ Thank you so much to all the wonderful singers from class JK.
नक्कलीलाई मैलान्छु पकाइदेऊ है सबैले चोली माथि छड्के लायो भालेकी माखमाली चोली माथि छड्के लायो भालेकी रूपै सुन्दर मेरी आज दपकै भालेकी हे रूपै सुन्दर मेरी आज दपकै भालेकी माखमाली चोली माथि छड्के लायो भालेकी रूपै सुन्दर मेरी आज दपकै भालेकी हेरी रूपै सुन्दर मेरी आज दपकै भालेकी रूपै सुन्दर मेरी आज दपकै भालेकी नजाराइको करौतीले रेट्यो मुटु र टक्कै अन्त नजर मरि जान्छन् पटक्कै नजराइको करौतीले रेट्यो मुटु र टक्कै अन्त नजर मरि जान्छन् पटक्कै हेरिलो है अन्त नजर मरि जान्छन् पटक्कै
थ्याङ्क यू सो मच क्लास जेकीजी कस्तो राम्रो डान्स गर्नुभयो अनि आफूले खसाउनु भएको सामान पनि आफूले टिप्नु भएको छ है थ्याङ्क यू सो मच टु क्लास जेकेजी र अब भने हाम्रो आजको प्रोग्रामको सबभन्दा लास्ट सङ नाचिस नाचिस नाचिस
प्रोग्राम चाहिँ सकिसकेको छ अनि म चाहिँ निस्किसकेको छु। अब मेरो एउटा सानो काम छ, मेरो चाहिँ अर्को एउटा की पनि बनाइराख्नु पर्ने छ कि, एउटा मात्र की छ क्या, बाइचान्स यो काहीँ मिस आउट भइहाल्यो भने चाहिँ अर्को एउटा चाहिँ चाहिरहन्छ इमर्जेन्सीको लागि भनेर एउटा बनाउन जानुपर्ने है। बाङ्गेमुडामा एउटा बनाउने ठाउँ छ होइन, त्यहाँ बनाउँछ कि बनाउँदैन, अर्को तालचाहरूको चाहिँ बनाउँछ। अब यसको चाहिँ बनाउँछ कि बनाउँदैन चाहिँ थाहा छैन। बनाउने ठाउँ पनि फेरि बाटोमै छ क्या, जान्छ है, जाम अलिक अगाडि गएर भेटौँ न, यही लाइनबाट हो ऊ त्यो अगाडि गएपछि लेफ्ट साइडमा छ क्या की बनाउने ठाउँ। एकचोटि चाबी बनाउनु लाग्यो क्या, उता राख्नु भयो सर। भाइ सुन्नु न, त्यो के भन्छ अर्को एउटा की बना, यहाँबाट चाहिँ हामी लाग्यौँ, यहाँ चाहिँ नहुने भयो है। यसको त्यो की स्याम्पलै छैन अरे क्या, यहाँबाट हामी जान्छौँ एकछिन, एक ठाउँ छ अर्को, त्यो ठाउँतिर एकचोटि। म चाहिँ चाबी बनाउने ठाउँमा आइपुगेको छु है, बाइक चाहिँ उता छ, चाबी चाहिँ यहाँ पछाडि बनाइराख्नु छ।